एभ्रिवान, आज चाहिँ हामीहरू असारमा यो धान रोप्नको लागि ट्र्याक्टर रेडी गर्दैछौँ। हाम्रो चाहिँ अहिले ट्र्याक्टर पनि स्टार्ट भइसक्यो। अब चाहिँ हामीहरू यसलाई खाली चेन्ज गर्नको लागि अलिकति राम्रो ठाउँमा लाँदैछौँ। बाँझो जोत्ने फाली र हिलो बनाउने फाली चाहिँ डिफ्रेन्ट हुँदो रहेछ। अहिले चाहिँ यो हाम्रो बाँझो जोत्ने फाली यहाँनिर युज गरिराखेको रहेछ र अब चाहिँ हाम्रो चाहिँ यो हिलो बनाउने फाली चेन्ज गर्दैछौँ। अहिले चाहिँ हामीहरू यो फाली चाहिँ हिलो बनाउने फाली हो। बाँझो जोत्ने फाली हटाएर यो हिलो बनाउने फाली चाहिँ यहाँनिर एट्याच गर्नुपर्ने रहेछ। सो केटाहरूले अहिले एट्याच गर्दैछन्। एकपट्टिको फाली चाहिँ हाम्रो चेन्ज भइसक्यो। अब अर्कोपट्टिको फाली चेन्ज गर्दैछौँ। यो चाहिँ अर्कोपट्टिको फाली हो। अब यसलाई त्यहाँनिर एट्याच गरेपछि रेडी हुन्छ हाम्रो ट्र्याक्टर। हाम्रो फाली चेन्ज भइसक्यो। अब चाहिँ तल लिएर जाँदैछन् केटाहरूले ट्र्याक्टर जोत्ने ठाउँमा। यो खेत जोत्नु पर्ने छ आज चाहिँ। अनि यो चाहिँ हाम्रो आज उसले चाहिँ ट्र्याक्टर जोत्छ जेन्ट्सले। अब चाहिँ हिल्याउन थाल्यो हाम्रो जेन्ट्सले सरी तर कस्तो भइरहेको छ नि आजको हिल्याइ हालत छ। किन जेम्स त्यस्तो भइरहेको छ? चिया चाहिँ खाइसक्यो, केटाहरू कामसाममा लागिसक्यो। अब फेरि जेम्सले ट्र्याक्टर स्टार्ट गरौँ मास्टर भन्दैछ। यहाँ चाहिँ हाम्रो पेट्रोल सिद्धियो। अहिले जेम्स हाल्दैछ पेट्रोल यसरी 2.5 लिटरको जम्बोमा। कति लिटर जान्छ जेम्स यसमा? 4 लिटर जान्छ अरे, सबै जाने रहेछ। पेट्रोल पनि हालियो 2.5 लिटर। आज चाहिँ लगभग सबै कामसम सक्यो आजको लागि। तल ट्र्याक्टर छ जोतिसक्यौँ। यहाँ केटाहरू अलिकति धान रोप्दैछन् थोरै। यो चाहिँ आज स्टार्ट गरेको हामीले धान रोप्न। जेम्स रोपिसक्यो धान सक्यो आज। अनि यहाँनिर चाहिँ फेरि यस्तो चिज छ क्या।